साथीहरू यतिखेर म यो काँगरभिट्टाको बस पार्कमा छु। अब यहाँबाट चाहिँ म आज दार्जिलिङसम्म जानेछु। दार्जिलिङ चाहिँ हाम्रो यहाँको बुढौली जाँदैछु। हाम्रो भाइ बुहारी यहाँहरू छन्। उनीहरूको चाहिँ चोरको सोरको निम्ति चाहिँ म आज दार्जिलिङसम्म यतिखेर म र त्यहाँसम्म जाँदाखेरिको अब यहाँदेखि उताको सम्पूर्ण दृश्यहरू पनि म यहाँलाई देखाउँदै लान्छु। मेरो साथ बोपा हुनुहुन्छ अनि बेहुला भाइ अनि बेहुली बुहारी उनीहरूको चाहिँ अब यो चोरको सोरको लागि चाहिँ अब चोरको सोर पनि अस्ति त गइसकेको अरे, दोस्रोचोटि खै दुईचोटि तिनचोटि जानुपर्छ अरे भन्ने कुराहरू छ। त्यस अनुसार चाहिँ दोस्रोचोटि चाहिँ हाम्रो बोपा र म जाँदैछौँ। भारतको यो दार्जिलिङ भन्ने ठाउँ हुन त म गएको छुइनँ, फर्स्ट टाइम नै लगभग दार्जिलिङ। पहिला अब एकैचोटि उतै मिरिकसम्म चाहिँ गएको थिएँ। अब के हो हेरौँ। गाडी दार्जिलिङबाट अब बुहारीको माइतबाटै चाहिँ अब यहाँ गाडी आइसकेको छ हामीलाई लिन। लगभग यही भइयो होला गाडी, कुन गाडी हो। ए नमस्कार नमस्कार। के उहाँको गाडीमा के उतै खानु यताबाट निस्केर यहाँबाट निस्केर यहाँ बागडोग्रा कहीँ तपाईँको ए साथीहरू, अब यो हामीलाई लिन चाहिँ अब बुहारीको माइतबाट यो गाडी आएछ। यो गाडीमा हामी चाहिँ अब दार्जिलिङसम्म जान्छौँ। हस् त साथीहरू, अब म बिचबिचमा केही बाटोको दृश्यहरू पनि देखाउ म यहाँलाई। दार्जिलिङ पुरा आउनेछु। हस् सरकारी नै हो यो साथीहरू, अहिले म यो सिलगढी कटेर पनि अलिक माथि पुगेको छु। यो ठाउँको नाम त के हो त्यो अहिले मलाई त्यति राम्रो त थाहा छैन। म यहाँ सोध्छु भाइलाई यो ठाउँ कुन भनेर। अब यहाँबाट पनि हामीलाई 1-1.5 घन्टा माथि नै जानुपर्छ भन्ने यहाँ भनाइहरू छ। के हो हामी जानेछौँ। यताबाट जयगाउँ जाने पुल यो चाहिँ। यो खोला कुन खोला भाइजी? टिस्टा नदी हो। ओ टिस्टा नदी। यो बाघ पुल भन्छ, बाघ पुल। जग्गाको नाम बाघ पुल। पुल चाहिँ काटियो? हजुर काटियो त। ओ तल बाघ पुल त्यही हो त? त्यही हो, दुईटा बाघको नक्सा हो। यो साथीहरू, यो चाहिँ नेपालको ऐतिहासिक सिमाना यो टिस्टा नदी। नेपाल एकीकरणको क्रममा यो टिस्टा नदीसम्म चाहिँ हाम्रो नेपालको पूर्वी सिमाना थियो भन्ने इतिहासहरू छ। पूर्वमा टिस्टा पुगेथे, पश्चिममा किल्ला काङ्गडा भन्ने यो एउटा रचनाहरू पनि छन्, जस अनुसारको यो टिस्टा खोला जसको किनारै किनारा हाम्रो काठमाडौँ जाँदा त्रिशुली किनार हिँडे जस्तै चाहिँ यो दार्जिलिङ सिक्किम जाँदाखेरि चाहिँ यो टिस्टा खोलाको किनारै किनार जानु पर्दो रहेछ। फेरि खोला पनि उस्तै गहिरो ठाउँमा निकै गहिरो खोला छ, त्रिशुली जस्तै। साथीहरू, हामी चाहिँ अब सिलगढीबाट पनि माथि अब दार्जिलिङतिर छौँ र सिक्किम जाने बाटो छोडेर हामी यता भित्र अर्को बाटो लाग्यौँ। अहिले यो जङ्गल कति रमाइलो ठाउँ रहेछ। यो ठाउँमा चाहिँ एकछिन हामी रोकेर यहाँ बस्दैछौँ, जहाँबाट चाहिँ वरिपरिको दृश्य म यहाँलाई देखाउँदैछु। बडो मजाको बाटो छ, सखुवाको रुखहरू, बडो मजाको यो सखुवा घारी छ। यहाँनिर हामी यहाँ आएको छौँ। यहाँसम्म यस्तो सखुवा घारी छ, कति गजबको। यहाँदेखि उता भिर, फेरि आम्मा कस्तो भिर छ। तल 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 खोला कहाँ देखिँदैछ। बडो गजबको ठाउँहरू छ। भिर यो यतापट्टि यस्तो भिर छ, अनि यतापट्टि चाहिँ फेरि यस्तो ठाउँ छ। बाटो बडो गजबको छ, तर बाटो चाहिँ सानो जे होस्। यो हामी आएको बाटो यहाँनिर यो जङ्गलहरूको बिचमा कस्तो मजाको बाटो नि,
कति सुहाएको क्या साह्रै सुहाएको क्या यो दुईतिर रुखले है सिधा सिधा रुख एकदम बाटो चाहिँ खडा रहेछ साथीहरू हामी चाहिँ आजको हाम्रो गन्तव्यमा हामी आइपुगेका छौँ र अब यहाँबाट हाम्रो बुहारीको घर चाहिँ लगभग यो रहेछ हामी अहिले आँगनमै आइपुगेका छौँ हस् त पछिको दृश्यहरू म फेरि यहाँलाई देखाउँदै लानेछु हजुर त्यसरी नै आज 10 रुपियाँ भयो अब 10 रुपियाँ फेरि अघिकै जस्तो खुजरा त्यहाँदेखि जुन चाहिँ सानो थाप्ने अब सिद्धि भएको छ त्यति छ आमाको उयोहरू आमाको माथुकमा तुलसी साथीहरू यो मेरो जिन्दगी पहिलोचोटि यो केटाकेटीको चोरको स्वर बुझाउने कार्यमा आउँदाखेरिको यो छोटो ब्लग मैले यो मेरो च्यानलमा राखेको छु भने अब दोस्रो पटक केटाकेटीलाई पनि लिएर फेरि यो ठाउँमा आउनुपर्नेछ त्यतिखेरको र यो दार्जिलिङमा के कस्तो संस्कार संस्कृतिहरू रहेछ भन्ने कुरा यहाँलाई जानकारी गराउँदै पूर्ण भिडियो लिएर आउनेछु जुन आयु अनलाइन मेरो अर्को च्यानल आयु अनलाइन युट्युब च्यानलमा गएर हेर्नुहोला भन्दै आजको यो छोटो ब्लगबाट म सुभाष साम्पाङ पनि बिदा हुन्छु नमस्कार यताबाट जयगाउँ जाने पुल यो चाहिँ यो खोला कुन खोला हो भाइजी टिस्टा नदी हो टिस्टा नदी